नमस्ते, गुड मर्निङ कुसुमको साथीहरू के गर्नुहुँदैछ? म चाहिँ आज यो इन्डोर प्लान्टको पानी चेन्ज गरिरहेको छु है, चेन्ज गर्नु आँटेको छु। अनि तपाईहरुले पनि चेन्ज गरिसके छैन? तपाईहरुले पनि चेन्ज गर्नुहोस् होला। विकमा एक खेप भए पनि दुई खेप भए पनि सक्नुभयो भने दुई खेप, हप्तामा एक खेप चाहिँ गर्नै पर्छ होला तपाईले, किनभने यस्तो गरेर चाहिँ मस्किटो पुरा आएर पलाउँछ है। मस्किटोको बच्चाहरू पलाएर यहाँ आएर मस्किटोले टोक्यो भने त साह्रो पर्छ हैन, डेङ्गु पाउँछ। अनि तपाईहरु सराउन्डिङ पनि क्लिन गरेर राख्नु होस् होला हैन। अहिलेको सिजन त मस्किटोको पुरा फैलिने सिजन हो। अनि तपाईले इन्डोर प्लान्ट पनि तपाईहरुले एकदमै नबिर्सिकिन चेन्ज गर्दैछ पनि होला, गर्नुहोस् होला पनि है। मैले पनि आज चेन्ज गर्दैछु। मेरो चाहिँ हप्तामा एक खेप चाहिँ चेन्ज गरेँ मैले पनि। लास्ट टाइम त दुई खेप चेन्ज गरेँ, अलि टाइम नपाएर आज मैले एक खेप मात्रै गर्दैछु। अन्त तपाईले यस्तै गर्नुभयो भने चाहिँ तपाईहरुले मस्किटो पनि आउँदैन घरमा। घरमा त आउँछ तर है यो यस्तोमा चाहिँ पलाउँदैन मस्किटो हैन। यस्तोमा चाहिँ हामीले यस्तो चेन्ज गरेन भने चाहिँ यसमा मस्किटो घरै भित्रै नै मस्किटो पलाउँछ। बेसी मस्किटो पलाएर हैन टोकेर डेङ्गु पाउँछ बिमार। मस्किटोको बिमार पायो भने त साह्रो पर्छ, हेडेक हुन्छ हैन, जोइन्ट्स पेन, भमिटिङहरु साह्रो पर्छ, क्योर गर्नु पुरा साह्रो पर्छ हैन। क्योर त क्योर हुन्छ तर पनि कति साह्रो पर्छ हैन। त्यो प्रिभेन्ट गर्नको लागि चाहिँ हैन हामीले चाहिँ एकदमै यो चाहिँ फलो गर्नुपर्छ है। तपाईहरुले वन्स इन द विक भए पनि ट्वाइस भए पनि गर्नुहोस् होला तपाईहरुलाई। अन्त आज चाहिँ मैले चेन्ज गर्दैछु है। मेरो इन्डोर प्लान्टको पानी चेन्ज गरिरहेको छु। चेन्ज गर्दैछु हैन। तपाईले यस्तो गरेर क्लिन गरेर राख्नुभयो भने चाहिँ मस्किटो आउँदैन है। मस्किटो चाहिँ यो मैला जग्गातिर मात्रै बेसी आउँछ, मस्किटो पलाउँछ हैन। तपाईले एकदमै यस्तो गरेर सफा गरेर क्लिन गरेर राख्नुभयो भने चाहिँ मस्किटो आउँदैन। अनि तपाईलाई मस्किटो आएन भने चाहिँ के हुन्छ, घरमा आएर भने डेङ्गु पाउँदैन। तपाईले यस्तो गर्नुहोस् होला है, मैला गरेर चाहिँ राख्नुहोस् होला, किनभने बिमार पाउँछ, मस्किटोको बिमार पाउँछ हैन। मस्किटोको बिमार नपाउनको लागि चाहिँ हामीले के गर्नुपर्छ, यस्तो गरेर राख्नुपर्छ है, क्लिन गरेर राख्नुपर्छ। यो चाहिँ एकदमै राम्रो हो यस्तो गरेर राख्नु चाहिँ। आज चाहिँ मैले टाइम निकालेर पनि यस्तो गरेर पानी चेन्ज गरिरहेको छु। तपाईहरुले पनि यस्तो गर्नुहोस् होला हैन। यो चाहिँ मेरो लकी प्लान्ट हो, लकी प्लान्ट भन्दैछु मलाई। लकी प्लान्ट छ मेरो प्लान्ट बेसी गर्दैन। तपाईहरुले फुलहरु यस्तो गरेर मजाले धोएर हैन राम्रो राख्यो भने चाहिँ फुलहरु पनि एकदमै राम्रो भएर आउँछ। फुलहरुलाई पनि रोपेर मात्रै राखेर हैन, तपाईले केयर गर्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ हैन, फुलहरु राम्रो आउँछ। म चाहिँ एकदमै फुलहरु चाहिँ केयर गर्छु। अन्त इन्डोर प्लान्टहरु मेरो यस्तो बडा आउँछ। यो चाहिँ मनी प्लान्ट है, मेरो मनी प्लान्ट है।
साथीहरू तपाईँहरू सबले यस्तै गर्नुहुन्छ होला, यस्तै गर्नुहुन्छ होला है। यस्तै फ्लावरहरू केयर पनि हुन्छ, मस्किटो पनि आउँदैन यस्तो गऱ्यो भने चाहिँ। Thank you.